हेलो गाइस, न्यू डे न्यू ब्लग। आज चाहिँ मेरो जन्मदिन है। जन्मदिनको अवसरमा चाहिँ म बिहानै हाम्रो गाउँमा रहेको सेतीदेवी मन्दिर आएँ। अनि देवी मन्दिर आउँदाखेरि यतातिर चारैतिर झारहरू उम्रेको रहेछ। अनि अब यतातिर झार सबै उखालिदिनु पऱ्यो। अनि सेतीदेवीको पनि दर्शन गर्नु पऱ्यो। अनि दर्शन गरेपछि मेरो तल ड्युटी पनि छ, ड्युटी पनि जान्छ। झार टन्नै छ, झार लगभग 1 घन्टा त लाग्ला यो उखाल्नलाई। तपाईहरुलाई म देखाउँछु मन्दिरको दृश्य यस्तो छ। ल हेर्नुस् है गाइस। ल मन्दिरको अवस्था यस्तो छ। तिर पुरा झार उम्रेछ। अब यो बर्खाको सिजन लाग्यो नि त। अब यो मन्दिरको रेखदेख गर्ने मान्छे पनि छैन। यस्तो झार उम्रेको छ। ल अबतिर यस्तो छ है। बाहिरतिरको अवस्था चाहिँ यो मन्दिरको आँगन हो। यहाँनिर यति टनक्क झार उम्रेको छ। अब यो झार उखाल्नु पर्ने छ। मेरो नि साथीलाई 8 बजीसम्म ड्युटी गरिदियो भनेछ। त्यतिखेरसम्म म झारसार उखालेर तल ड्युटीमा नि जान्छु। भित्र चाहिँ मैले यो भित्रको अवस्था यस्तो छ। ल हेर्नुहोस् है गाइस, भित्र यस्तो छ। ल भित्रको अवस्था यस्तो छ। यस्तो छ भित्रको अवस्था। यो मन्दिर माथि चाहिँ हाम्रो यत्रो ठुलो रुख छ। यहाँ हाम्रो सेतीदेवीको मूर्ति छ। ल अब म टक्क लाएर सफा गर्छु। सफा गरेपछि फेरि क्लिन भएको तपाईहरुलाई यो भिडियो देखाउँछु। आज मेरो जन्मदिनको मेरो फर्स्ट ड्युटी भनेको मन्दिरको वरिपरि सफा गर्ने है त गाइस। ल एकछिनपछि भेटौँला। बाई। ल गाइस, म झार भट्टाभट उखाल्दैछु है। झार भट्टाभट उखाल्दैछु। एक्लै छु, साथी गर्ने मान्छे छैनन्। अलि झार पनि साह्रोको रहेछ हौ। उखाल्दैछु त्यही पनि टुटिरहेछ आज बिचैमा। आधी उधी सक्यो, अझै आधी बाँकी छ। त्यतिर फेरि यो मन्दिरको वरिपरि घेराबार नलाएर हो क्या हो, भैँसी सैँसी चराउने गरेर पुरा गोबरै गोबर रहेछ। तल ड्युटी पनि पुग्नु पर्ने छ। ड्युटीमा साथीलाई केही समय म आउँदाखेरि साथी सहयोग गरिदिनु भनेर नाइटको साथीलाई भनेको छु। मेरो चाहिँ डे ड्युटी हो। आफू चाहिँ यतातिर उखालिरहेको छु, झार उखालिरहेको छु। यस्तै छ है। झार टक्क उखालिरहेको छु। 1 घन्टा भनेको 1 घन्टाभन्दा बेसीको लाग्ला जस्तो छ। झारको अवस्था हेर्दाखेरि यस्तै छ है गाइजहरू। ट्रक लाएर सरसफाइको कार्यक्रम चलिरहेछ मिस्टर राजनको होइन। मिस्टर राजन पारा यस्तो छ है। फेरि हाइट बबालै छ है फेरि हाइट। ल गाइस, अहिले तपाईँलाई म क्लिन भएपछि देखाउँछु है। एकछिनको लागि वेट गर्नुहोस्। सरसफाइ नभएको कारणले होला यार। यो त झारै झार भएको कारणले मेरो हातमा पुरा जुगा छ है। पुरै जुगाले हमला गर्न खोजिरहेछ है मलाई। अहिलेसम्मको अवस्था चाहिँ यति उखालिसकेँ मैले। अब यो उखालेकोलाई टक्क झाडु लगाउने।
भित्रबाट बाहिरसम्म यतिको गरिसके। अब यति बाँकी छ। जुगाले हमला गरे पनि राजनले काम गरिरहेछ है। तर जुगाले केही समय खुवायो भने अशुद्ध रगत खान्छ, स्वास्थ्यको लागि फाइदै हुन्छ। स्वास्थ्यको लागि एकदम फाइदा हुन्छ। लगाइस तपाईहरुलाई म देखाउँदै गर्छु, अन्तिमसम्म हेर्दै गर्नु होला है। लगाइस यो चाहिँ सफा भइसकेको दृश्यहरु है। यता अघि पुरा फोरै फोहोर थियो, पत्केरै थियो, झारै झार थियो। अब टक्क लाएर सफा भएको छ। मैले यो गीत पनि लगाइदिन्छु। अहिले यस्तो छ यतै। अघि पुरा पत्केर थियो, झारै झार थियो, जुगा आउँथ्यो। कमसे कम अब 15-20 दिनको लागि जुगा र यो पत्केर चाहिँ सबै ठिकै बस्ला है। यति गरेपछि ल अब मेरो ड्युटी जानु छ। म ड्युटी तर्फ लाग्छु। क्लिन अवस्था यस्तो छ है गाइस। मेरो मेहनत यस्तो छ। झार चाहिँ मैले यतातिर फालेको छु, यहाँतिर फालेको छु, यता नि फोहोर छ। यता म समय मिलाएर आएर यता पनि सफा गर्छु। टक्क लाएर अहिले यस्तो छ मन्दिरको अवस्था। यो मन्दिरलाई चाहिँ पुरा घेराबार लगाउनु पर्ने चाहिँ छ है। यो घेराबार टक्क लगाइदिएपछि यो मन्दिर चटक्क बस्छ है। यो मन्दिरको विशेषता चाहिँ यस्तो छ कि सूचना हजारौं वर्ष पुरानो पति चट्टानमा आफै उत्पत्ति भएको श्री गोगनेश्वरी सेतीदेवीको शिला यस पवित्र ठाउँमा युम्बा जोनक अवस्थित रहेकोले हामी सबैले अवगत छ। हामी अग्रज बुढापाकाहरूबाट पाएको किंवदन्ती ज्ञान अनुसार यो सेतीदेवी भएकोले यसमा शुद्ध सेतो कपडा, सेतो खादा, दुध चढाउँदा अत्यन्तै फलदायक हुने र चाहेको मनोकांक्षा पुरा हुने कुरा थाहा पाएको छौँ। अग्रज बुढापाकाहरूको भनाइ अनुसार र हामीहरूले